हेर भनौँ न तपाईँलाई ल अब भोट के मारे भन त भन न भन ए तिम्रो चाहिँ केमा त नानी बाबु भोट ल ऊ चाहिँ पक्कै नेता बन्ला छ भोलि पर्सि हेलो गाइज ल आज अब चाहिँ हामी भोट हाल्न जानको लागि रेडी भइसकेका छौँ हजुर ल है ल हामी चाहिँ भोट हाल्न जान लाग्यो हामी चाहिँ जस्तै मामहरूबाट अब भोट हाल्नको लागि उकालो चल्दैछौँ है त ल ल जाउँ हौ साथीहरू जाउँ ल ल अब ड्याम कि ड्याम भोट हाल्नको लागि हामी निस्किसकेका छौँ साथी हो जाउँ छिटो गाइज ल वेलकम ब्याक टु माई च्यानल है ल आज चाहिँ हामी भोट हाल्नको लागि मतदान स्थलतिर जाँदैछौँ गाउँको बाटो यस्तो रहेको छ है यो चाहिँ हाम्रो मामुहरू जाने बाटो छ ए तपाईँ यति दुःख गरेर नि भोट हाल्न जाँदै हुनुहुन्छ है ठिक छ भोट हाल्नु केमा हाल्ने त भोट चाहिँ केमा हाल्ने छाप भोट चाहिँ केमा हाल्ने त हजुर खोइ केमा हालिरहेछ होइन भोट केमा हालिरह यहाँ म त नमुना पत्र छ होइन ए ल भोट चाहिँ तारामा रहेछ है अनि तपाईँलाई लिन आनन्द ताराको मान्छेले ल है गाइज हामी चाहिँ भोट हाल्न जाँदैछौँ ठ्याक्क ल बजारको माहौल हो यो है सुन्दा रमाइलो छ ल गाह्रो भयो है त्यहाँबाट आएको यत्रो भिडबाट आएको है ल सर ल स्याउली बजार है यो चाहिँ है ल हामी चाहिँ टक्क अब मतदान स्थलतिर जाँदैछौँ है ल चट्ट बजारबाट हामी आमा छोरा दाजुभाइ है सर्लक्क जाँदैछौँ चट्ट ल हामीले यहाँ नम्बर पनि पाइसकेका छौँ भोटको मतदाता नम्बर है गएर ड्याम कि ड्याम ठोक्नु पऱ्यो ल जाउँ है जाउँ ल ट्याक्क ल भाइ भोट हालियो कतिौँ पटकको भोट हो भाइको तेस्रो पटक ल न्याम न्याम सूर्यमा मतदान ल सबैलाई आफै मुख सबैले हिँड्नुपर्ने भयो यहाँ सबैले चिने हो र हेर्नुहोस् है हाम्रो गाउँको विकास त धुमधाम छ नि त बाटो साटो गाडी साडी सब हेलो गाइज यो चाहिँ हाम्रो गाउँ जाने बाटो हो होइन हामी अहिले गाउँ जाने बाटो हिँडिरहेका छौँ त्यही हामी हाम्रो घर आइपुग्नु लागिसकेका छौँ भोट हालेर आज पुरा हिँडेर आएको है ल मस्त धुमधाम सबैजना आदरणीय दाजुभाइहरू मेरो प्यारो प्यारो सबजनासँग आज चट्ट सर र हाम्रो गाउँ जाने बाटो चाहिँ यहाँबाट हो अहिले यतिको भएको छ ल राम्रो छ है राम्रो छ ल तब हामी पोखरेनी जाँदैछौँ है ल आज चाहिँ च्याट्ट हाइकिङमा आधी हाइकिङ आधी चाहिँ गाडी चढेर यो चाहिँ हाम्रो गाउँ हो ल च्याट्ट हाम्रो घर यहाँ देखिन्छ ठ्याक्क यतातिर छैन छ यतातिर अलिकति छेक्यो ल यहाँबाट डाँडा हेर्न सक्नुहुन्छ तपाईँहरूलाई ल भ्युज नौलिङ डाँडा ल पार्कतिरको डाँडा ल पुरै खतरा है वेलकम टु आवर भ्लग है त ल हामी चाहिँ मासु भात नखाने टोली पऱ्यौँ त्यो भएर घरमा आएर चट्टै यसरी चाउचाउ बटुका जहाँ खाने बटुका चाउचाउ खाइरहेछौँ यहाँ पानी हालेर ल मैले पनि खाइसकेँ नपत्या हेर्नु होला है अँध्यारो छ ल ट्याक्कै हाम्रो आदरणीय दाइ यहाँ हुनुहुन्छ उहाँसँगै जाने हामी ओख्रेनी ल हाम्रो नानी उहाँ छिन् यहाँ दाइ यहाँ हुनुहुन्छ ल भाइ उता हुनुहुन्छ
हामी चाहिँ भोज नखाने टोली है ल पार्टीले आयोजना गरेको भोज नखाइकन सिधै घर आएर आफ्नै पैसाले चाउचाउ किनेर खाएको है हेलो गाइज ल यस्तै हो है यो चाहिँ हामी अब हाम्रो गाउँ जाने बाटो गाउँ घर हामी चाहिँ भर्खर यहाँ थाना आइपुग्यौँ है ल ट्याक्क हाम्रो चाहिँ तलबाट हो त्यो बाटो हो त्यहाँबाट जाने हो सनाना त्यताबाट आउने हो मोटर बाटो त्यहाँ रहेछ सनाना हामी चाहिँ माथि यता माथि गाउँबाट आइरहेको हो ट्याक्क है ल दाइहरू यता हुनुहुन्छ दाजुभाइ जय श्री भीमसेन यहाँ छ है एकदम राम्रो छ ल यहाँबाट चाहिँ हाम्रो गाउँ स्पष्ट देखिन्छ ल है उतै होला ल गाइज यो चाहिँ हाम्रो गाउँको एक मात्र गणेश स्थान ल है यो बदन बच्चा भाइ हामी चाहिँ ल ट्याक्कै घर जाने भर्खरमा छौँ ल केही भन्नु चाहनुहुन्छ हजुरहरू अहिले चाहिँ गर्मी छ हजुर भन्नुहोस् त दादा के छ गर्मी छ गर्मी छ ल ल ल ल है हाम्रो निवास चाहिँ आइपुगेछ अब यहाँ भर्दैन त उभिएको चलन ओहो निजी निवास अगाडि त के हो यो लु आमा यो त धुन्दान रहेछ नि त यहाँ त ल ओ बाजु ल है हजुर हाम्रो निजी निवास चाहिँ यही हो याक्क हाम्रो बुइनी कहाँ भोट हाले कहाँ भोट हाले सिक्रेट हो भन्नु मिल्दैन सिक्रेट ल नमस्कार नमस्ते नमस्ते आदरणीय दाइहरू सबै नमस्ते आराम धुन्दा नखाउँ ल म त पुरा भ्लग बनाउँदै हिँडेछु नमस्कार भोट केमा हान्नुभयो घरबाट निस्किसक्यौँ हामी अब ज्याक्क यहाँ चाहिँ पहिला हाम्रो पिङसिङ राख्ने सिस्टम थियो है यहाँ वालसिमाको रुख थियो आजको हाम्रो ल पाइलट चाहिँ उहाँ हो म चाहिँ को पाइलट है फेरि केही समस्या पऱ्यो म ब्रेक हानिहाल्ने खालको मान्छे हो पछाडि हाम्रो दाजुभाइ दुईजना है चट्ट बसिरहनु भएको छ ल बाटो यस्तै हो अब अर्कोचोटि आउँदाखेरि पिच भएको हेर्न पाऊँ ल भनिदिउँ ल हेलो ल सबैले हेलो है ल आउँछ आउँछ खिचिरहेको छ हाम्रो चाहिँ ओभरलोड हुन थालेको छ गाडी होइन अगाडि ककपिटमा दुईजना ट्याक्क चारजना बराबर त्यसपछि पछाडि ल धुमधाम रमाइलो छ हामी जानुपर्ने हो त्यो माथिको डाँडा हो त्यो चाहिँ राष्ट्रिय निकुञ्ज हो लाङटाङ राष्ट्रिय निकुञ्ज चाहिँ त्यहाँ छ माथि हामी चाहिँ छापाली आइपुग्ला ल ल है गाइज अब हामी ओख्रेनी आइपुग्न थालिसकेका छौँ है लेक चढिसक्यौँ लगभग 2000को अल्टिट्युडमा आइसकेका छौँ है यहाँ चाहिँ ल चिया बगान पनि छ सल्लाहघारी पनि छ ल है विष्णु गोपाल ल यस्तो रमाइलो भइरहेछ है आज चाहिँ ल उकालो बाटो एकदम अब गाउँको बाटो योभन्दा राम्रो त अब एक्सपेक्ट नगरौँ तर ठिकै छ चिया यहाँ हो यही हो चिया ल है हजुर चिया बगान कस्तो यहाँ पो हो चिया फोटो यो चाहिँ हाम्रो चिया बगान है ल चिया बगान ल चिया बगान यहाँ छ अहिले गर्मी छ बेलुका आउँदा खिचौँ होला यहाँ ल यो चाहिँ हाम्रो ओख्रेनीको चिया बगान है ल यो चाहिँ दामी छ ल है ल ल ल ल है ल चिया बगान ल है आज चाहिँ हाम्रो यात्रा लाङटाङ राष्ट्रिय निकुञ्जको ब्यारेक सिमाना क्षेत्र सिन्धुपाल्चोक ल हाम्रो लाङटाङको ट्याक्क ब्यारेक सिमानासम्म जाने योजना छ है हेरौँ के हुन्छ अहिले चाहिँ हामी सामुद्रिक सतहबाट धेरै माथि आइसकेका छौँ
अब कसैलाई अक्सिजनको अभाव पनि भएको महसुस गर्न सक्छन् होइन हो उहाँलाई त्यहाँ बहिनीहरूलाई गाह्रो गाह्रो महसुस पनि भइसक्यो अरे होइन यहाँबाट लाङटाङ राष्ट्रिय निकुञ्जमा आइपुग्यौँ है ठ्याक्कै यहाँबाट सुरु हुन्छ है हजुर लाङटाङ राष्ट्रिय निकुञ्ज यहाँ हुन्छ यताबाट जाने हो यता ल सेनाको गढ यहाँ हुनुहुन्छ हामीलाई रोक्ने प्रयास हुन सक्छ है हामी चाहिँ अब यसो घुम्न आएको हो है गाइज ल हामी चाहिँ अब यो ट्रेन्स पोस्ट नै आइपुगिसक्यौँ है ल दामी छ ट्याक्क ल जस्तै हाई है ल हेलो ल जाँदा आउँदा हावा आछ है ल ल है एकदम धेरै यहाँ हावा लागिरहेछ ल सनामा आज भ्यू चाहिँ त्यति खुलिएर हिँड्छ है तर रमाइलो चाहिँ धुमधाम रमाइलो छ त आमा एला एला फु कनीमा हो मलाई चिलाइस ल एक्सन ल चियर्स ल जतिको जाडो कस्तो मुटु काम्ने थर 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 थर